स्कीमा झ्याग्ने कस्तो हो यो बुढाबुढीको सम्बन्ध पनि है। घरि झगडा परेको छ, छिनमै झगडा परेको छ, छिनमै बोलेको छ, दिमाग खराब यार। उही लडाइँ परेको छ, उही झगडा गरेको छ दिन रात है। फेरि एकछिन लड्यो, एकछिन पछि फेरि नबोलौँ भने अनि फेरि बोल्न मन लागिहाल्छ। अनि हेलो गऱ्यो फेरि के छ काली, के छ सानो, के छ माया, के छ डार्लिङ, अब के छ, अब के भनेर फकाउनु छ। अब उसले भनेर फकाउनु छ कि आफूले भनेर फकाउनु छ कि फकाइया छ या दिमाग खराब के हो भने कसले बनाइदियो होला यो बुढा र बुढी। अरूसँग झगडा भयो भने चाहिँ साल वर्षौँ पुरा महिनौ नबोल्ने गरे, बुढीसँग बोल्दा चाहिँ एक छिनमा बोल्ने गरे, झगडा चाहिँ छिनमा पर्ने गरे। अजिब रहेछ यो बुढाबुढीको नाता। म त सोचि नसक्नु भएमा झ्याग्ने। झन् यो मलेसिया आइदिए त झगडै खालि शङ्का के केटीसँग बोल्यो कि केटीसँग लाग्यो कि गरे, होइन गरे कोसँग बिजी थिस गरे। यत्रो बेर अनलाइनमा बसिदिन्छ। हामीले सोध्ने प्रश्न त अरूलाई पो उनीहरूले पो सोध्छ भने कि अब यहाँ ड्युटीमा देखिरहनु भएको बोलिन्जेलसम्म कतिचोटि सोधिरहनु सक्यो। यस्तै हो, उनीहरूलाई चाहिँ शङ्का छ भने गाह्रो छ हो साथी। मलाई मात्रै हो कि यो परदेशीको पीडा, हजुरलाई पनि हो साथी। ल खोइ कमेन्ट गरौँ त ल साथी, धेरै नै पीडा छ झ्याग्ने। एक त 16% दिमाग खराब गरे हुन्छ, त्यसैमा फेरि बुढीले दिमाग खराब गराए हुन्छन्। अलिअलि अम्पाउ झर्या पैसा पनि 16%ले सिद्धाइसक्यो। हेर्नुहोस् गाह्रो छ।